ल है हामी कुलेखान ड्याम आइपुग्यौँ। हाम्रो टोली यता छ। यहाँ पारी चाहिँ कसले चलाउने के गरे जाने भन्ने कुरामा यहाँ झगडा पर्दैछ। रन्जित सरले चाहिँ म चलाउन सक्छु भनेर भन्दै हुनुहुन्छ र यहाँ टोलीहरू डराएर यहाँ कामेर बसिरहेछन्। हामी चाहिँ जान तयार, म जान तयार। हाम्रो दाइ यता हुनुहुन्छ। हामी जाने चाहिँ ऊ त्यो पारीको है तल यता हाम्रो टोली के हाम्रो बोटिङको यात्रा सुरु भएको छ। हाम्रो आधी टोली पारी छन् हो। ओ पारी टोली हामी चाहिँ यहाँ बोटमा छौँ। 4 जना अगाडि पाउट गर्दै के गर्दैछन्। 1 जना यता छन् हाम्रो है। म पनि छु यता। अनि अब हामी यताबाट बिस्तारै पारी जाँदैछौँ। हामी अहिले बोटिङ गर्दैछौँ। हाम्रो फेवा तालमा चाहिँ एउटा बाइक ढुङ्गा रहेछ। कुलेखान ड्याममा मिस कस्तो लागिरह? रमाइलो लागिरह। हामी त्यहाँ पारी जाँदैछ। त्यो कता गयो त्यो हामी जाने ठाउँ अहिले होइन। हामी त्यहीँ जाँदैछौँ अब। र हाम्रो टोली उता पारी छन्। बोट त चलिसकेको छ। सर आफैले चलाउनु भएछ केटाहरू। ल ठिकै छ। त्यहाँहरू हाम्रो साथीहरूले गरेको काम बोट पुरै किडन्याप गरेर अलिक ब्लर बोट पुरै किडन्याप गरेर आइसकेका छन्। बेलुका हात दुख्यो भन्छन् अहिले। र हाम्रो मिसको कुलेखान ड्यामको पहिलो होला होइन। कस्तो लागिरह? चिसो लागिरह कि तातो लागिरह कि? अनि वरिपरिको भ्यू कस्तो छ के छ? हरियाली हो। ल ठिक छ। हाम्रो सरहरू सकुशल आइपुगेका छन्। हाम्रो खिवैया रन्जित सरले बोटलाई जोरदार रूपमा ठोक्काए। तान्नु पर्दैन, अहिले त तान्नु पर्दैन, यतिकै हो। हाम्रो टोली आइपुगेको छ सकुशल यहाँ। अब हामी होटेल एरियातिर जाँदैछौँ। ल टोली अगाडि बढ्यो। बढ्नु तपाईँ किन बढ्नु भएन? बढ्नु उहाँ एकदम उशृङ्खल तत्त्व हुनुहुन्छ यहाँ। भ्लग बिगार्दै हुनुहुन्छ। ल हामी होटेलभित्र अब इन्ट्री गऱ्यौँ, प्रवेश गऱ्यौँ।